हेलो गाइज, नमस्कार। स्वागत छ फेरि मेरो नयाँ ब्लगमा है। अनि सरी भन्न चाहन्छु है, धेरै दिन भयो मैले भिडियो अपलोड गरेको छैन। त्यसको लागि म हृदयदेखि माफी माग्छु तपाईँहरूसँग है, किनकि अलि मलाई असन्चो भएको थियो है। त्यही भएर मैले शारीरिक सन्तुलन राम्रो नभएको कारण है, अनि बिमार परियो बिचमा, त्यही भएर म भिडियो बनाउन सकिनँ। अनि मसँग त्यस्तो टिमहरू केही छैन अहिले, किनकि म पनि एउटा नयाँ युजर हो, भर्खरै स्टार्ट गरिरहेको छु। त्यही भएर टिम बनाउन सकेको छैन है। अनि तपाईँहरूको साथ सपोर्ट पायो भने होइन, अनि म पनि टिमहरू बनाउँछु अनि राम्रो राम्रो भिडियो कन्टेन्टहरू बनाएर हाल्छु भन्ने आशा गर्छु, होप राख्छु, तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु। अनि तपाईँहरूको सहयोग र सपोर्टले मात्र म अगाडि बढ्न सक्छु। सो गाइज, प्लिज सब्सक्राइब र लाइक गर्नलाई कन्जुसी चाहिँ नमान्नु होला है। लाइक सब्सक्राइब गरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। त्यही भएर 2-4 दिन म यस्तै शारीरिक अवस्था कमजोर भएको कारणले मात्र बनाउन सकिनँ, हाल्न सकिनँ, त्यसको लागि सरी है। आज म नयाँ ट्राई गर्दा गइरहेको छु होइन। आज म हार्मोनियम सिक्दैछु गाइज, अलिअलि सिकेछु, अलिअलि सिक्दैछु। सो सिकिरहेको फर्स्ट डे भनौँ, आजदेखि म कन्टिन्यू हार्मोनियम सिकिरहेको भिडियोहरू तपाईँहरूलाई सेयर गर्छु। नयाँ नयाँ के सिकेँ, के सिकेँ छैन, के सिक्नुपर्छ, सिकेको कुरा तपाईँहरूलाई सेयर गर्छु, नसिकेको कुरा तपाईँहरूबाट सिक्न चाहन्छु। यदि मेरो गल्ती भयो भने त्यो कमेन्टमा लेखिदिनु होला, यस्तो मिस्टेक भएको छ यहाँनिर सुधार भनेर सुधारिहाल्छु म है, त्यसको लागि केही छैन। अनि यो मैले खास क्लास लिएर चाहिँ अहिलेसम्म सिकेको छैन गाइज होइन, क्लास लिएर सिकेको छैन। यस्तै हाम्रो बुवा कीर्तन भजन मण्डली छ उनको है, कीर्तन भजन मण्डली छ तिनीहरूको, त उनीहरू कीर्तन भजन मण्डली गर्छन् र त्यहीँ हाम्रो घरमा कहिलेकाहीँ आरती भजन हुने भएको कारणले मात्र अलिअलि त्यही देखेर सिकेछु मैले पनि। सो फेरि पनि सिक्न प्रयास गर्छु, ट्राई गर्नुपर्छ है। ट्राई गरेर नगरेर हुँदैन, नेभर ट्राई नेभर नो भन्छन् होइन। त्यही भएर इफ वी आर ट्राई वी गेट द सक्सेस भन्छन् नि त। त्यही भएर म पनि ट्राई गरिरहेको छु। आजदेखि म ट्राई गर्छु। अस्तिदेखि मैले धेरै भयो, आज भन्नाले तपाईँको भन्नाले 4-5 वर्ष अगाडिको, 10-12 वर्ष अगाडि भनौँ, त्यो अगाडि चाहिँ मैले अलिअलि बजाउने गर्थेँ होइन हार्मोनियम। तिनीहरूबाट बुवाले बजाउँदाखेरि यसो हेर्थेँ, सिकेथेँ अलिअलि। अब त्यो भुलेछु कि बिर्सेछु कि छैन, आज चाहिँ यसलाई रिमाइन्ड गर्नुपर्छ होइन। अनि अब चाहिँ यसलाई सिक्नुपर्छ। फेरि सिक्यो भने राम्रो राम्रो गीत गाएर तपाईँहरूलाई म यहाँ भजनहरू गीतहरू भर्खर सिक्नुमा त गीतहरू त गाउन सकिँदैन। सो भजन चाहिँ म तपाईँहरूलाई सुनाउँछु। सो सांस्कृतिक टोली बनाएर हिँड्छौँ है आज हामीहरूको ब्लगमा। आज फर्स्ट डे, सो लेट्स ओपन गरिहालौँ यसलाई। यसरी ओपन गर्नुपर्ने रहेछ है। यसलाई भन्छ हार्मोनियमको पर्दा है। यसले यसरी हावा दिनुपर्छ, यसरी हावा दिनुपर्छ। अनि यो टक्क यहाँ पर्दाहरू हुन्छ होइन, सतह भन्छन् जसलाई, पर्दाहरू। अनि यहाँ कालो अनि वाइट हुन्छ, तपाईँहरूले देखिरहेको छु कि देखिँदैन। मैले त्यहाँ अगाडि क्यामेराम्यान राखेर बनाइरहेको छु एक्लैले होइन। अरू मान्छेहरू त यसो सट्ट देखाउन हुन्थ्यो, अनि टाढादेखि देखिन्छ कि देखिँदैन, त्यसको लागि होइन, सरी है गाइज। तपाईँहरूले किप सपोर्ट गर्यो भने मलाई अगाडि बढाउन तपाईँहरूको हात हुन्छ होइन। म सक्दो प्रयास म गरिरहेको छु होइन। कहिले काहीँ जान्छु, कहिले काहीँ जान्छु, कहिले केही नयाँ चिजहरू म खोज्ने प्रयास गर्छु होइन, खोज्दैछु। त्यो चाहिँ हालिरहेको हुन्छु म होइन। अब त्यसलाई मन पराइदिनु हुन तपाईँहरूलाई म सादर अनुरोध गर्छु गाइज। तपाईँहरू देश विदेश जहाँ पनि हुनुहुन्छ, मेरो प्यारो दिदी बहिनी दाजुभाइ तथा सबै लोकप्रिय सबैलाई, म युट्युबर लभरहरूलाई सबैलाई म यो भन्न चाहन्छु कि तपाईँ देशमा हुनुहुन्छ या बाहिर हुनुहुन्छ होइन, आफ्नो आफ्नो जुनसुकै ठाउँमा पनि हुनुहुन्छ, जुनसुकै ठाउँबाट पनि मेरो भिडियो जसले हेरिरहेको हुनुहुन्छ, त्यसले प्लिज सब्सक्राइब गरिदिनुहोस् मेरो च्यानललाई होइन। अनि सेयर पनि गरिदिनुहोस् र
आफू पनि हेरौँ, अरूलाई पनि हेराउने कोसिस गरिदिनु। तपाईँको एक सेयरले, एक सब्सक्राइबले होइन मेरो भिडियो अलि अगाडि बढ्न सक्छ होइन। मैले तपाईँहरूलाई फेरि अर्को नयाँ नयाँ चिजहरू, नयाँ नयाँ कन्टेन्टहरू, नयाँ नयाँ वातावरणमा के घटिरहेछ हाम्रो समाजमा, देशमा, समाजमा के भइरहेछ त्यो कुराहरू म तपाईँहरूलाई देखाउने प्रयास गर्छु। सो प्लिज तपाईँ पनि हेरिदिनु होला, अरूलाई पनि हेराउने कोसिस गरिदिनु होला भन्दै हृदयदेखि नै म तपाईँहरूलाई थ्याङ्क यू भन्न चाहन्छु। अनि आजको यो हार्मोनियम प्र्याक्टिस चाहिँ म आज प्र्याक्टिस गर्छु गाइज। अलि मिस्टेक भयो भने फर्स्ट डे हो होइन, पछि पछि म सिक्दै जान्छु। म प्रत्येक दिन आज टु कन्टिन्यू हान्छु म भिडियोहरू। आजदेखि म प्रत्येक भिडियो ट्राई हार्मोनियमको बनाउँदैछु। सो प्रत्येक दिन एउटा नयाँ नयाँ गानामा, नयाँ भजनमा म प्र्याक्टिस गर्छु होइन। तपाईँहरू पनि कमेन्ट गर्नु होला कुन भजनमा मैले बनाऊ भनेर, म त्यसमा ट्राई गर्नेछु गाइज। सो लेट्स स्टार्ट होइन। अनि स्पेसली यो मेरो मलेसियामा बस्ने सबै साथीहरूलाई होइन राम्रोसँग हेरिदिनु होला गाइज। सो प्रायः मेरो साथीहरू तराईको हुनुहुन्छ होइन, तिनीहरूलाई म मैथिलीमा भन्न चाहन्छु। सब साथी सब सुन ल हमार बात, ठीक बा? हमार एक को वीडियो मिस्टेक नहीं करी हो, सब वीडियो देखो, लाइक करी हो, शेयर करी हो, कमेंट करी हो। ये बात हम तोहरा के बड़ी दिल से कहल छी, बुझे छी। सो सबैले हेरेर लाइक शेयर कमेन्ट चाहिँ गरिदिनु होला। अनि प्लस स्पेसली हाम्रो ज्याग्ली हुनुहुन्छ, हाम्रो भिनाजु, भिनाजुलाई त म सादर नमस्कार ढोकिदिन्छु। नमस्ते ढोकिदिए है। अनि तपाईँहरूलाई म मिस गर्छु होइन। आज यो गाना भजन म बनाउँदैछु, त्यो भजनमा म भिनाजुलाई धेरै मिस गरिरहेको हुन्छु होइन। सो भिनाजु, राम्रो नराम्रो दुःख पीडा सबैलाई हुन्छ है, त्यसको लागि नेभर माइन्ड। सो तपाईँले पनि कमेन्ट गरिदिनु होला। स्पेसली तपाईँ अगाडि भए हजुर अगाडि भए अलि राम्रै हुन्थ्यो, सिक्न मौका पाइन्थ्यो, किनकि तपाईँको आवाज राम्रै थियो, तर तपाईँ हुनु हुँदैन। सो त्यसको लागि जहाँ पनि हुनुहुन्छ राम्रोसँग बस्नु होला, केयर गर्नु होला, टेक केयर, शरीरको स्वास्थ्यको राम्रोसँग गर्नु होला भन्दै यो भिडियो म स्टार्ट गर्छु। सो गाइज लेट्स स्टार्ट नाउ, ओके।
गाइज यसमा चाहिँ नि अलिअलि मिस्टेक भइरहेछ है, त्यसको लागि सरी। म पनि सिक्दैछु होइन। एउटा आज है म यो बजाउँदाखेरि अलि मिस्टेक भइरहेछ होइन, त्यसको लागि सरी। एउटा पुरानो फिल्मको एउटा गाना थियो, त्यो गाना चाहिँ म गाउन चाहन्छु होइन, तपाईँहरू सुन्नु होला। हिन्दी गाना हो, त्यसको लागि माइन्ड लिनु हुँदैन होइन। हिन्दी गायो नेपाली गायो भन्ने हुँदैन। हिन्दी नेपाली इङ्ग्लिस जे पनि गाओ तपाईँ, सङ्गीत चाहिँ सङ्गीत हामीले सङ्गीतको रूपमा लिनुपर्छ होइन। सो सुनौँ है। क्या कहना के 12 महीने यहाँ मौसम जाड़ों का, क्या कहना के 12 महीने यहाँ मौसम जाड़ों का। यस्तो गाना धेरै धेरै राम्रो राम्रो गीत छ होइन। त्यो सम्झियो भने बुझ्यो भने त्यो गीतको महत्त्व बुझ्यो भने होइन, अनि मात्र थाहा हुन्छ होइन। सब अहिले चाहिँ हामीहरू हाम्रै त्यो धेरै हाई लेभलको गाना हो, त्यसलाई हामी बजाउन सक्दैन। त्यो गाउन पनि मात्र अलिअलि हुन्छ, तर भजन चाहिँ अलिअलि मिलाउन सक्छौँ है।
Hare Rama, Rama Rama,
अप्ठ्यारो छ। ओम नमः शिवाय। जय बोलो शंकराय नमः। जय स्टिकला देवताओं की जय। गाइस नमन नमन गर्छ यसलाई। आज फर्स्ट भिडियो फर्स्टचोटि ट्राई गरेको। राम्रो नराम्रो त्यसको लागि सरी, दुःख नलिनु होला। ट्राई गर्दैछु, म पनि सिक्दैछु गाइज। आज अलिअलि धेरै मिस्टेक भयो, यताउता गर्दा गर्दा यसरी नै बिस्तारै बिस्तारै सिक्दै जान्छ। आजदेखि म यसलाई कन्टिन्यू राख्छु। सो गाइज तपाईँहरूलाई म प्रत्येक दिन एक एक गीत सुनाउँछ। आज मैले धेरै यहाँ चटपटे बनाइदिएँ होइन, खिच्रिङ बिच्रिङ यताको उताको त सिक्दैछु नि त, त्यही भएर अलिअलि मिस्टेक भइहाल्छ। सो नेक्स्टचोटि चाहिँ म चाहिँ राम्रो राम्रो एक गानालाई प्रयास गर्ने गर्छु। सो तपाईँहरू पनि कमेन्टमा लेख्नु होला, के गाना सुन्न चाहनुहुन्छ त्यसलाई भन्नु होला, म त्यसलाई बनाउँछु, सिक्छु, त्यसमा प्र्याक्टिस गरेर अनि तपाईँहरूलाई म पस्किन्छु तपाईँहरूको माझमा भन्दै। गाइज अब आजको ब्लग चाहिँ हामीहरू यहीँ समाप्त गर्छौँ। अब म पनि खाना खान जान्छु। खाना खाएर अलि सोध्नुपर्छ, आज मलाई पनि सन्चो छैन है। सो यति भन्दै तपाईँहरूबाट आजको लागि बिदा हुन्छु। फेरि भेटौँला अर्को नेक्स्ट न्यू भिडियोमा, नयाँ सोचको बोकेर, नयाँ सोच लिएर, नयाँ चिज लिएर तपाईँहरू सामु नेक्स्ट भिडियोमा फेरि मिल्नेछौँ भन्दै, मिल्ने बाचा गर्दै, फेरि भेट्ने बाचा गर्दै आजको भिडियो यही समाप्त गर्छौँ। हस्, नमस्कार, बाई बाई, शुभरात्री।